हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। मैले तपाईँहरूलाई एउटा नयाँ एप्लिकेसन लिएर आइसकेको छु। यो एप्लिकेसनबाट चाहिँ तपाईँले टास्कहरू कम्प्लिट गरेर सर्वे गरेर यहाँ हेर्न सक्नुहुन्छ। भिडियोहरू हेरेर तपाईँले ई-सेवामा पैसा निकाल्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँहरूको थुप्रै अप्सनहरू रहेको छ अर्न गर्नलाई। तपाईँले यहाँ सिम्पली यहाँनिर प्ले टाइम भन्ने अप्सन देखिराख्नु भएको होला। यहाँ प्ले टाइम भन्ने अप्सनमा थिच्नु र यहाँ तपाईँले गेम आउँछ। यो गेमलाई तपाईँले प्ले नाउ गरेर यहाँ डाउनलोड गर्नुपर्छ। जस्तै मैले एउटा गेम डाउनलोड गरेको छु यतानिर। यो यसबाट तपाईँले मिसन कम्प्लिट गर्दा यहाँ हेर्न सक्नुहुन्छ। रिच 50 लेभल भनेको छ। यो 50 लेभल पुगेपछि मलाई 43 कोइन पाउँछ। 75 लेभल पुगेपछि 45 कोइन पाउँछ। यसरी कम्प्लिट गरेर जानुपर्ने हुन्छ र तपाईँले यहाँनिर कम्प्लिट गरेपछि यहाँ तपाईँले कोइन पाउँछ। फर्स्टमा तपाईँले डाउनलोड गर्दाखेरि चाहिँ यो सबै अप्सनहरू बन्द हुन्छ, यो सबै अप्सन लक हुन्छ। तपाईँले यहाँबाट एउटा मात्र मिसन पुरा गरेपछि तपाईँको यो सबै अप्सनहरू खुल्छ। यहाँ तपाईँको यहाँ धेरै अप्सन रहेको छ गेम के कोइन कमाउनलाई। तपाईँले यहाँनिर पब स्किल भन्ने हेर्न सक्नुहुन्छ। यहाँनिर छिरेर पनि तपाईँले जान सक्नुहुन्छ। यो एपको लिङ्क चाहिँ तपाईँले डिस्क्रिप्सनमा पाउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। यो गेममा चाहिँ तपाईँले 5 लेभल कम्प्लिट गरेपछि 88 कोइन, 10 लेभल कम्प्लिट गरेपछि 35 कोइन, 15 लेभल पछि 592 कोइन, यसरी बढ्दै जान्छ। तपाईँले 39K यो भनेको धेरै हो। यो पुरा गरेपछि तपाईँले चाहिँ 39 यहाँ हेर्न सक्नुहुन्छ। यो सब कम्प्लिट गरेपछि तपाईँले 39K पाउन सक्नुहुन्छ। यो भनेको चाहिँ अलिकति धेरै नै हो। यहाँ अझै थुप्रै गेमहरू हेर्न सक्नुहुन्छ। यसरी तपाईँले यहाँनिर गेमको मिसन कम्प्लिट गरेर पनि तपाईँले यहाँबाट लिन सक्नुहुन्छ। यहाँनिर अब तपाईँले यहाँ अर्को यो यो एप्लिकेसनको स्पोन्सरवाला गेमहरू हेर्न सक्नुहुन्छ। यहाँ गेम जो भने जस्तै कि यहाँ छिरेर अब मैले जस्तै कि यो गेम खेल्यो, तपाईँले 1-2 मिनट खेल्नुपर्ने हुन्छ र ब्याक आएपछि तपाईँलाई फेरि यो पाउँछ। यहाँनिर तपाईँले डेली बोनस पनि हेर्न सक्नुहुन्छ। मेरो चाहिँ अब मैले चाहिँ क्लेम गरिसकेको छु र 8 घन्टा पछि चाहिँ मैले फेरि गर्नु मिल्छ। यहाँनिर वाच एन्ड अन पनि भनेको छ। तपाईँले सिम्पली एडहरू हेरेर पनि गर्न केही कोइन कमाउन सक्नुहुन्छ। म चाहिँ अहिले गर्दिनँ पछि। अनि यहाँ तपाईँले सर्वेहरू पनि गर्न सक्नुहुन्छ। तर यो सर्वेवाला अप्सन चाहिँ खासै काम भने छैन। यहाँ अर्को अप्सन भनेको हाम्रो रिफर हो। रिफर तपाईँले पर रिफरको तपाईँले यहाँनिर 450 कोइन पाउन सक्नुहुन्छ हरेक रिफरको। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ मेरो यहाँ तपाईँले यसरी गर्न सक्नुहुन्छ र यति नै हो यताको अप्सन। अनि रिडिममा जानुभयो भने तपाईँले यहाँनिर 3टा अप्सन देख्न सक्नुहुन्छ। ई-सेवा, पेपल अनि बाइनेन्स। हामीलाई चाहिँ सिम्पली चाहिने भनेको ई-सेवा हो र यहाँबाट हेर्न सक्नुहुन्छ 50 रुपियाँ ई-सेवाको चाहिँ 4000 कोइन मात्र। यो भनेको धेरै कम हो। 4000 कोइन तपाईँले अब 1-2 दिन मात्र खेल्नु, यो एप्लिकेसन थोरै खेल्नुभयो भने तपाईँले यो पुरा गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ 4000 कोइनको 50 रुपियाँ, 8000 कोइनको 100 रुपियाँ र यसरी तपाईँले एक्सचेन्ज गर्न सक्नुहुन्छ। तपाईँले यहाँ मेरो यतानिर कोइन हिस्ट्री पनि हेर्न सक्नुहुन्छ साइन अप बोनस गरेर। तपाईँले अब सिम्पली डिस्क्रिप्सनमा दिएको लिङ्कबाट जोइन गर्नुभयो भने तपाईँले 450 कोइन बोनस पनि पाउन सक्नुहुन्छ। आजको लागि यति नै। बाँकीको अर्को भिडियोमा